एउटा पोडकास्टमा मैले हेरिरहेको थिएँ अनि एउटा पास्टरले यसरी भनिरहनु भएको थियो, उहाँको मिसेसले भन्नुभएको अरे, अनि मलाई त्यो साह्रो चाखलाग्दो लाग्यो। साँचो पश्चाताप र झुटो पश्चाताप चाहिँ कस्तो हुन्छ अरे भन्दा गर्दाखेरि, झुटो पश्चाताप चाहिँ साँप जस्तो अरे क्या, त्यसले चाहिँ काँजुले चाहिँ फेर्छ अरे, त्यसले बाहिरको बोक्रा बाहिरको त्यो खोस्टा त्यसले फेर्छ अरे, तर त्यो त्यस्तै ठुङ्ने त्यस्तै विषालु हुन्छ अरे क्या, त्यस्तै रिस त्यस्तै एटिट्युड। तर साँचो पश्चाताप चाहिँ कस्तो अरे भन्दा गर्दाखेरि त्यो चाहिँ धोक्रे अरे क्या, जसबाट चाहिँ पुतली हुन्छ। अनि त्यो चाहिँ धोक्रे एकदमै खस्रो एकदमै त्यो राम्रो हुँदैन, तर त्यहाँबाट चाहिँ पछाडि चाहिँ पुतली हुन्छ अरे क्या, नयाँ विचार नयाँ सोच नयाँ हेराइ। सो बाइबलले पनि हामीलाई नयाँ नियममा रिपेन्टेन्स भन्ने कुरा चाहिँ मेटानोया भन्ने कुराबाट आएको छ, ग्रिकबाट। सो मेटानोया भनेको चाहिँ आँसु मात्रै चुहाउनु होइन, तर भित्रबाट नै परिवर्तन हुनु, नयाँ सोचको नयाँ हृदयको मनको नवीकरणलाई चाहिँ पश्चाताप भनिन्छ। आज तपाईँ हामीले पश्चातापलाई रुनुमा मात्र सीमित राख्छौँ भने चाहिँ प्रियो हामी चेन्ज भएको छैनौँ। साँचो पश्चाताप तपाईँले भन्दा हुनुहुन्छ भने त्यो चाहिँ धोक्रेबाट पुतली भएको जस्तो। गड ब्लेस यु।